कसलाई नचाहिने भन्ने छ र छैन। हरेक मानव जातिको प्राणीलाई चाहिन्छै चाहिन्छ और उसले यहाँबाट नकिने पनि कहीँ न कहीँबाट किनिरहेको छ। यस अर नो? सो त्यो मैले देखिसकेपछि पैसा आफ्नो ठाउँमा छ, सफलता आफ्नो ठाउँमा छ, सक्सेस आफ्नो ठाउँमा छ, एचिभमेन्ट आफ्नो ठाउँमा छ। मलाई डेली युज हुने प्रोडक्टहरू त्यो पनि नेपालमै बनेको मेड इन नेपाली प्रोडक्टहरू यदि मैले प्रयोग गर्न पाउँछु भनेपछि ट्राई गरेर हेरौँ भनेर मैले प्रोडक्टहरू लगेर यो बिजनेसलाई सुरुवात गरेँ। भनिन्छ कि कोसिस गर्नु हाम्रो हातमा हुन्छ और हुन नहुन, दिन नदिन त्यो उपरवालाको हातमा हुन्छ। मान्नुहुन्छ? मौका पाएको छु त किन छोडौँ त, राइट? म पनि अपनाएर हेर्छु। यहाँबाट यतिका मान्छे अगाडि बढेको छन्, सफल भएको छन्। के गरेर? एक सोच बदलेर, एक सब बदलेर जिन्दगी बदलिरहेको छन् भनेपछि कोसिस त गर्न चाहियो भनेर मैले कोसिस गरेँ फ्रेन्ड्स। एन्ड आज भन्न खुसी लाग्छ कि यो बिजनेसबाट, राइट, सो पढाइ लेखाइ धेरै छैन, मलाई अहिले पनि राम्रोसँग इङ्ग्लिस आउँदैन, तै पनि आफ्नो देशमा बसेर हरेक महिनाको लाख रुपियाँ आउँछ। एन्ड आज यो काम गरी गरी यदि यो काम नगरेको भए म कतै विदेशमा काम गर्न जान्थेँ होला। यो काम गरी 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 म कयौं देश घुमि आइसकेको छु। एन्ड यो काम गर्नुभन्दा पहिला एउटा साइकल चढ्ने औकात थिएन मेरो। आज यो बिजनेसबाट बाइक चढियो और दुईवटा गाडी आउँदैछ। एउटा गाडी चढिसक्यो, अर्को गाडी रोडमा छ, अब अर्को महिना आइहाल्छ, राइट? सो गाडी घर त्यो सबको लागि सफलता होइन। एउटा जस्तै बिरामी मान्छे छ, कोही क्यान्सरको बिमारी छ, उसलाई त्यो इलाज हुनु नै उसको लागि सफलता हो। यदि कोही ब्लाइन्ड व्यक्ति छ, उसले आँखा देख्न पाउनु भनेको उसको लागि सफलता हो। या सर नो? यदि कोही ग्यास्ट्रिकले परेशान भएको छ, उसलाई घर गाडीको मतलब छ छैन, उसलाई बिमारी कसरी ठिक गर्ने त्यो उसको लागि सफलता हो। या सर नो? और यो बिजनेस भनेको होला यहाँ बसेका हरेक जेन्टलमेनहरू हुनुहुन्छ, ब्युटिफुलहरू हुनुहुन्छ, ह्यान्डसमहरू हुनुहुन्छ, पैसा होला, घर होला, गाडी होला, सब चिजले भरिपूर्ण होला तपाईहरुसँग, तर केही न केही चिजको कसै न कसैलाई केही न केही चिजको कमी छ। या सर नो? सो फ्रेन्ड्स, यो प्लेटफर्म भनेको पैसा मात्र होइन, यो एउटा वित्तीय पैसा, वित्तीय सम्पत्ति भन्छ। यो दुनियाँमा 4 प्रकारको धन हुन्छ।